सर पनि हुनुहुन्छ हाम्रो पूर्वले खोटाङ्गे नाचिरिङ हुनुहुन्छ यहाँनिर केही भनिदिनु पर्यो बेस क्याम्पको विषयमा अनि अहिले अन्नपूर्ण बेस क्याम्पमा छौँ अनि त्यही अब के भन्नु अब उचाइको हिसाबले 41 से 30 मिटरमा छौँ अहिले एकदमै जाडो छ माइनसमा छ त्यो के अरे तापक्रम आउनुहोस् भन्ने कुराहरू छ होला नि त मान्छेहरूलाई आउनु होला यता भिजिट गर्नु होला हेर्नु होला कुन कुन हिमालहरू देख्न पाइन्छ यहाँदेखि यहाँबाट देख्न सकिन्छ हिमचुली अन्नपूर्ण साउथ देखिन्छ यता अन्नपूर्ण फ्याङ अन्नपूर्ण 1 देखिन्छ खाङसार खाङ देखिन्छ खरपुचुली देखिन्छ अन्नपूर्ण 3 देखिन्छ गन्धर्व चुली देखिन्छ अनि माछा बस्ती देखिन्छ। धन्यवाद जानकारीको लागि हेर्नु होला रमाइलो गर्नु होला ल धन्यवाद। मेरो भन्जले के गर्नु आँट्यो सेवारो नमस्ते म सनम ताम्लिङ लिम्बू अहिले म चाहिँ अन्नपूर्ण बेस क्याम्पमा छु जुन चाहिँ 41 से 30 मिटरको उचाइमा रहेको छ यो चाहिँ हाम्रो उमा पर्छ कास्की जिल्लामा हैन। अब यहाँ अन्नपूर्ण बेस क्याम्पमा बवाल छ। सबैभन्दा खुसीको कुरा चाहिँ के हो भने यहाँनिर चाहिँ अब यहाँ बेस क्याम्पसम्म नै नेपाल टेलिकमको एक्सेस छ। तपाईहरु कल गरेर आफ्नो फ्यामिली परिवार आफन्त सबैसँग कुरा गर्न सक्नुहुन्छ नेपाल टेलिकमको माध्यमबाट। बवाल छ। अब यहाँनिर हेलिकप्टरबाट पनि आउन सक्नुहुन्छ। यहाँ हेलिकप्टर पनि आइरहेको देख्न सकिन्छ। अहिले बवाल छ। भ्यूहरु बवाल देखिरहेछ हैन। सबैजना आउनुहोस्। बवाल छ। एकदम बवाल। यता माथि देख्न सकिन्छ र यतापट्टि अन्नपूर्णको हिम श्रृङ्खलाहरु छ। वरिपरि हेलिकप्टर आइरहेको छ। बिहान हुँदैछ। बिहानकोमा चाहिँ हेलिकप्टर आइरहेको छ। कोही मान्छे लिएर आएको जस्तो देखिन्छ। यतापट्टि अब यो माछापुच्छ्रे हिमाल यता धेरै हिमालहरु छ। अब भर्खरै यहाँनिर यस्तो भइरहेको छ हैन। अब अहिले हिउँ चाहिँ खासै परेको छैन। अहिले अब डिसेम्बर हुन लाग्यो। अब यो नोभेम्बरको लास्ट हो। डिसेम्बर हुन लागेको छ। डिसेम्बर पछाडि चाहिँ बवाल हिउँ पर्छ र पनि अहिले पनि हिउँ छ। देख्न सक्नुहुन्छ। अब हेलिकप्टरबाट आफ्नो मान्छेहरु आएको जस्तो देख्न सकिन्छ। यहाँनिर झर्दै हुनुहुन्छ। बवाल छ। यता बेस क्याम्प हो पोइन्ट। यहाँ माथि भ्यू पोइन्ट छ। यहाँनिर भ्यू पोइन्ट छ। अब अहिले यस्तो दामी देखिरहेछ। सुन जस्तो देखिरहेछ हिमाललाई। सबैजना आउनुहोस् रमाइलो गर्नुहोस्। 41 से 30 मिटरमा हेलिकप्टर मान्छे झारेर फर्किसकेको अवस्था छ। मान्छे झार्न मात्रै आएको रहेछ हेलिकप्टर चाहिँ अहिले गइसकेको छ। बवाल छ। त्यही हो गाइज सबैजना आउनुहोस् अन्नपूर्ण बेस क्याम्पमा। बाटो पनि सजिलो छ। धेरै लामो पनि छैन। हाम्रो त्यो घान्द्रुकको किल्लोदेखि सुरु हुन्छ स्टार्ट र झिनुदेखि पनि गर्न सक्नुहुन्छ तपाईहरुले। त्यही हो घान्द्रुकबाट हुन्छ सबैतिरबाट हुन्छ। ठिक छ। अन्नपूर्ण बेस क्याम्प आउनुहोस्। त्यही हो सबैजना आउनुहोस् रमाइलो गर्नुहोस् इन्जोय गर्नुहोस् हाम्रो बेस क्याम्प अन्नपूर्णमा।
म चाहिँ अहिले गाइज अन्नपूर्ण बेस क्याम्पको भ्यू पोइन्टमा छु। यो चाहिँ भ्यू पोइन्ट हो, यहाँनिर भ्यू पोइन्ट। हल्का भ्यू पोइन्ट पनि जान लागेछ। यो सालको पानीले धेरै क्षति गरेको छ, वारपार गइसकेको छ, धेरै बेस क्याम्प छुने सम्भावना भइसकेको छ। देख्न सक्नुहुन्छ यो चाहिँ बेस क्याम्पको भ्यू पोइन्ट। त्यही हो, बवाल छ। यहाँबाट धेरैवटा हिमाल देख्न सक्नुहुन्छ तपाईहरुले। र हुनुहुन्छ हाम्रो पहिला बेस क्याम्पमा देख्न सक्नुहुन्छ, उहाँ हुनुहुन्छ फ्रान्सदेखि हुनुहुन्छ। यस्तो छ बेस क्याम्प भयो हैन, क्याम्पहरु यस्तो भयो। भलिबलको कोर्ट पनि छ यहाँ माथि, तपाईहरु भलिबल पनि खेल्न सक्नुहुन्छ। भलिबल प्रेमीहरुले यहाँ माथि आएर बिहान बिहानै भलिबल पनि खेल्दै हुनुहुन्छ। यहाँ कोर्ट छ। यो भयो बेस क्याम्पको क्याम्पहरु भयो सबै। बवाल छ है त। सो बेस क्याम्प हो गाइज। हाम्रो सर हुनुहुन्छ यता। अन्नपूर्ण बेस क्याम्प गाइज। यता माछापुच्छ्रे, यता सबै अन्नपूर्णको धेरैवटा पार्ट छ। मलाई नाम चाहिँ थाहा छैन, माफ गरिदिनु होला। र अन्नपूर्णको धेरैवटा नाम छ यहाँनिर। अन्नपूर्ण नर्थ साउथ के धेरै छ हैन, त्यो थाहा छैन। आउनुहोस्, रमाइलो छ, बवाल छ। मास्टर बेस क्याम्प भयो हैन। यहाँनिर अब यो फोटोसोटो खिच्ने ठाउँ 4130 मिटर, बवाल छ। सबैजना आउनुहोस्। त्यही हो, बवाल छ। आउनुहोस् सबैजना एकचोटि। अन्नपूर्ण बेस क्याम्प बवाल छ। पनि आउँदैछ, फेरि पनि हेलिकप्टर आइरहेको अवस्था छ यताबाट। जस्ट म एउटा भिडियो निकालिदिन्छु हेलिकप्टरको पनि हैन। हेलिकप्टर आइरहेको देख्न सक्नुहुन्छ तपाईहरुले। यस्तो छ बवाल, बवाल देख्न सकिन्छ भ्यूहरु। यस्तो छ, अब त्यो बवाल छ। आइरहेको अवस्था छ। यहाँ एउटा हेलिप्याड छ, यहाँ पनि एउटा हेलिप्याड छ। यो बवाल छ। आउनुहोस् सबैजना, बवाल गर्नुहोस्। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भयो हैन। बेस क्याम्पको बारेमा अब लामो भिडियो चाहिँ बनाउन सकिनँ मैले। भविष्यमा म अब तल कहाँदेखि सुरु हुन्छ, कुन कुन ठाउँमा बस्नुपर्छ, त्यो सबै म तपाईहरुलाई जानकारी गराइदिन्छु पछिको भिडियोमा। अहिले चाहिँ अब यो बेस क्याम्पको मात्रै गरेको मैले छोटो हैन, छोटो इन्फर्मेसनको लागि। पछि चाहिँ म पुरा भिडियो बनाउँछु। ल, भिडियो हेरिदिनु भएकोमा धन्यवाद। थ्याङ्क यू सो मच गाइज। हेरिदिनुहोस्, फेरि भेट्दै गरौँला। धन्यवाद।
सेवारो नमस्ते।